दर्शकबिन नमस्ते। म हजुरलाई देखाउँदैछु सुरुमा टोयलेट। यो चाहिँ किन भन्नुहुन्छ लौकी झरनाको सुविधा है। हामी लौकी झरना भनेको चाहिँ नुवाकोट जिल्लामा पर्छ। तपाईँको ट्याक्क सामाखुसीबाट आफ्नो साधन हुँदाखेरि चाहिँ गाडी अथवा बाइक हामी मजाले आधी घन्टादेखि 40 मिनट पुग्न सक्छौँ। यो चाहिँ लौकी झरना काठमाडौँदेखि अहिले टोयलेट बनेर क्या दामी भएछ। दोस्रो कुरो भनौँ न राम्रो कुरो भएछ। यता पर्तीशाला अर्को ड्रेस चेन्ज गर्ने ठाउँ रहेछ। यता बाब्रेक्यू गर्ने ठाउँ हो। त्यो निलो छाना मुनि ट्याक्क नुहाउनेहरूको भिड हेर्नुहोस् न। वाओ, जङ्गल कति राम्रो क्या जङ्गल फेरि। चराचुरीको साउन्ड त्यस्तै छ। यो मैले देखाएको चाहिँ यसको शिर है। यो लौकी झरनाको टपबाट माथि जङ्गल, त्योभन्दा माथि ड्रोनै गएन होइन। नगएपछि त अब अलिक गाडी गयो तलसम्म देखाएको छु। कति सुन्दर छ हेर्नुहोस् न मान्छेहरू ट्याक्क। तर यो गर्मी छलमा चाहिँ नम्बर 1मा पर्छ लौकी झरना। अहिले यो नुवाकोट जिल्लामा पर्छ। नुवाकोट जिल्लाको हामी छहरे रोड, टोखा छहरे रोडमा गयौँ भने सामाकोसीदेखि 25 देखि 26 किलोमिटरको यात्रामा पुरा हुनसक्छ। हामीलाई त्यहाँ खासै बाइक स्कुटी त तपाईँको त्यहीँसम्म पुग्छ। 10 मिनट 5 मिनट हिँड्नुपर्छ। गाडी चाहिँ अलिक पुग्दैन। गाडीबाट गएपछि चाहिँ तपाईँको झन्डै आधी घन्टा पौन घन्टा हिँड्नुपर्छ। हेर्नु कति राम्रो छ। चराचुरुङ्गीको साउन्ड प्लस जङ्गल वरिपरि कस्तो ठाउँमा छ फेरि हेर्नु न। त्यसैले समय मिलाएर यसो लौकी झरना आउनुहोस्, नुहाउनुहोस्, रमाइलो गर्नुहोस्। मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट गर्नुहोला होइन। सबै चिजको सुविधा पनि भएको। हस् त, नमस्ते, बाई बाई।